चाहिँ तिर्सुले देख्ने होइन। अब तिर्सुले पनि देख्ने रहेछ त्यहाँ। अनि यता बटार देख्दो रहेछ। अब यता फेरि यता के भन्ने अब खै गाउँको नाम पनि चिनेन होइन। ठ्याक्क तिर्सुलबाट माथि आउने बाटो चाहिँ रहेछ होइन। यहाँ अब यस्तो डाँडा काँडा जिन्दगीमा पहिलोचोटि आइपुग्यो होइन। जिन्दगीमा पहिलोचोटि आइपुग्यो यस्तो डाँडा माथि पनि होइन। कहिले नपुगेको थियो तर सपनामा त थियो होइन। तर जस आज आइपुग्यो। यस्तो ठाउँ छ हेर्नु होला है। सबैजना ढुङ्गा छ होइन। यतानिर यस्तो छ है। तर हल्का जस बाटोको लागि चाहिँ नि मर्मत गर्नुपर्ने रहेछ। बाटो चाहिँ अलिक भएन रहेछ है यस्तो होइन। तर नेपाली झन्डा पनि फरफराइरहेछ होइन। यहाँ माथि सबै छ होइन। यस्तो विधि गर्नुभएको रहेछ। जस भन्न त अब उहाँहरूको अलिकति अब के भन्नु समय नमिले हो कि अब बजेट नछुटाएको हो सरकारले होइन। जस जे जस्तो भए पनि अब यस्तो ठाउँमा आइपुग्नु भनेको धेरै एकदम राम्रो हो। मान्छेले अब भ्यू हेर्न पनि एकदम त्यो हुन्छ है। भ्यूज हेर्न पनि अब यसो डाँडा आइदिनु होला होइन। यसो अन्त अब हाम्रो गाउँघरमा यस्तो हुन्छ है। अब जे जस्तो भए पनि भ्यूजहरू चाहिँ नि जस बवाल देख्ने रहेछ। जस देख्ने रहेछ। तिर्सुली सर्लक्कै देख्ने। तिर्सुली बजार सर्लक्कै देख्ने। अनि के भन्छ अब तिर्सुली बजार र अनि बटार बजार चाहिँ नि सर्लक्कै देख्ने रहेछ है। यहाँबाट चाहिँ नि होइन। अब तपाईँहरूलाई हल्का जुमिङ गरिदिन्छु होइन म। त्यो चाहिँ नि बटार बजार रहेछ होइन। यता बटार बजार यता त्यो रहेछ होइन। सर्लक्का साइली पारेर अब हामी यता छु है। हल्का यसो घुमघाम गर्दैछु म मुजुरियार भदा। हामी अब त्यहाँ डाँडामा जाने एकछिन है। हिँड्दै जाने हो। अब बाइक पनि आउँदैन फेरि है। बाइक चाहिँ तल राख्नुपर्छ फेरि। बाइक चाहिँ नि एकदम तल एजेमा अब ल हेलमेट भएन अब तल राख्नुपर्ने रहेछ बाइक पनि होइन। सर्लक्क तल राखेर अनि हिँड्नुपर्ने रहेछ। म्याक्सिमम् 15-20 मिनट जति हिँड्नु पर्दो रहेछ। अनि त्यो पछि चाहिँ नि अनि आइपुग्दो रहेछ। अनि यस्तो डाँडा माथि आइपुग्यो। तर अब डाँडा जस्तो मान्छे भन्नु